तपाईहरुलाई यो घिरौलाको तरकारी कस्तो लाग्छ? मलाई त यो घिरौलाको तरकारी देखेर लाको भोक पनि हराउँछ यार। के गर्नु अब मन नलाई पनि पकाउनै पर्यो। आज मैले यो घिरौलो पकाउन मन नलाई पकाउँदै छु। धन्न यो मस्यौरा हालेपछि चाहिँ आलिआली मिठो लाग्छ के मलाई। मस्यौरा हालेपछि मासु जस्तै लाग्छ, आलिआली हड्डी नभएको मासु जस्तै। सुरुमा मज्जाले मस्यौरा फ्राई गरे अनि प्याज र खुर्सानीलाई फुराए। त्यसपछि यो आलुलाई मज्जाले रातो हुने गरी फ्राई गरे अनि माथिबाट घिरौला पनि हाले अनि यो घिरौलालाई चाहिँ पानी ननिस्किन्जेल मज्जाले चलाएँ। घिरौलाबाट पानी निस्कन थालेपछि मैले यो अलिकति चना पनि हालेँ अनि चना हालेर मज्जाले एकछिन चलाएँ। अनि सुरुमा बेसार हालेर फेरि एकछिन चलाएँ। त्यसपछि नुन पनि हालेँ अनि एकछिन मज्जाले फेरि चलाएँ। चलाएपछि अब पालो मसलाको त्यसपछि धुलो मसला हालेँ। अदुवा लसुनको पेस्ट पनि हालेँ अनि एकछिन मज्जाले मसला पाकिन्जेल चलाएँ। मसला पाकेपछि माथिबाट पानी हालेँ। पानी छड्किएपछि अघि भुटेर राखेको मस्यौरा पनि हालेँ अनि मस्यौरालाई एकछिन छड्किन दिएँ। अब यो मस्यौराले पानी सोसेपछि तरकारी पाकिहाल्यो। तरकारी पकाएर भ्याउने बित्तिकै फेरि मैले आज कुखुरा काट्ने काम पनि गर्नु छ के। खोरमा अब ठुलो खालको कुखुराहरू भ्याइहाल्यो। अब आजबाट यो 43 दिनको कुखुरा काट्न सुरु गरिन्छ। कुखुरा त ठिक्कको पक्लक्क छ। अब यत्तिकैमा पानी पनि तातिहाल्यो अनि म खोरमा गएर कुखुरा ओसार्न लाएँ। आज 4 कुखुरा काट्ने हो के। त्यसपछि कुखुरालाई अगाडि ल्याएँ। त्यसपछि 4 कुखुरा प्याट पालो काटेँ अनि भिजाएर अगाडि लगेर बनाउन थालेँ। तर कहिलेकाहीँ त यो 40 दिन जतिको कुखुरा त बनाउँदाखेरि प्ल्यात्तै छाला सहित आउँछ के अनि अलिअलि अल्छी लाग्छ यो बनाउनलाई। तर मैले आज झ्यापचुप बनाएँ। कुखुरा पोल्न भनेपछि मलाई एकदम एलर्जी हुन्छ के अनि यो काम भाइको लागि छोडिदिएँ।